नमस्कार सबैजनामा म आज फेरि तपाईहरुमा आज उपस्थित भइसकेका छु एउटा नयाँ भिडियोको साथमा र आज हामीले स्ट्रक्चरको पार्ट सम्बन्धी पढ्ने छौं र स्ट्रक्चर सम्बन्धी जियोटेक्निकल इन्जिनियरिङ सम्बन्धी एउटा सानो पार्ट पढ्ने छौं। त्यो भनेको तपाईको स्लोप फेल्युर टाइप्सको प्रकार पढ्ने छौं। स्लोप फेल्युर टाइप्स मुख्य गरी चार प्रकारका हुन्छ। एउटा फाइनाइट स्लोपमा हुने रोटेशनल फेल्युर, अर्को इन्फाइनाइट स्लोपमा हुने तपाईको ट्रान्सलेशनल फेल्युर र अर्को हुन्छ तपाईको एउटा कम्पाउन्ड फेल्युर हुन्छ र अर्को तपाईको वेज फेलियर हुन्छ। र पहिला हामी फाइनाइट स्लोपमा हुने रोटेशनल फेल्युर को साथमा सुरुवात गर्छौं र यो तीन टाइपको हुन्छ। एउटा फेस फेल्युर, अर्को टो फेल्युर, अर्को बेस फेल्युर। अब फेस फेल्युर भनेको कस्तो, यो पोर्सनलाई तपाईको फेस भन्छ, यो कुचोलाई तपाईको टो भन्छ र यो तपाईको बेस भयो। भनेपछि यदि फेसबाट स्लिपेज सर्फेस छ यहाँदेखि छ भने यसलाई फेस फेल्युर, यदि टोबाट स्लिपेज सर्फेस छ भने त्यसलाई टो फेल्युर, यदि बेसबाट छ भने तपाईको बेस फेल्युर। र फेस फेल्युर कतिखेर हुन्छ? फेस फेल्युर त्यतिखेर हुन्छ यदि सोइल इन अप्पर पार्ट अफ विकर एन्ड सोइल इन लोअर पार्ट बिलो द टो इज स्ट्रङ्गर। भनेपछि टोएको अप्पर पार्टमा सोइल विकर छ र टोएको लोअर पार्टमा सोइल स्ट्रङ्गर छ भने त्यतिखेर फेस फेल्युर हुन्छ। र अब टोय फेल्युरको कुरा आयो। टोय फेल्युरको कतिखेर हुन्छ? यदि सोइल एबोभ द टोय र बिलो द टोय, यो टोय भन्दा माथि र टोय भन्दा तल दुवै ठाउँको सोइल यदि होमोजेनियस छ भने त्यतिखेर तपाईको टोय फेल्युर हुन्छ। र तपाईको अर्को आयो बेस फेल्युर। बेस फेल्युर भनेको तपाई यदि सोइल बिलो द टोय इज वीक एन्ड सोइल एबोभ द टोय इज स्ट्रङ, यदि यो तपाईको जुन टोय भन्दा माथिको सोइल तपाईको स्ट्रङ छ र टोय भन्दा तलको सोइल तपाईको वीक छ भने त्यतिखेर तपाईको के हुन्छ? बेस फेल्युर हुन्छ। र बेस फेल्युर हुने एउटा कन्डिसन के छ? यदि अकर्स इफ I greater than 53 डिग्री अनि phi इक्वल टु 0 डिग्री। र अर्को हामीमा जान्छ इन्फाइनाइट स्लोप। इन्फाइनाइट स्लोपमा तपाईँ के हुन्छ? एउटा ट्रान्सलेसनल फेल्युर हुन्छ। ट्रान्सलेसनल इन्फाइनाइट स्लोप भनेको तपाईको नेचुरल स्लोपहरूलाई इन्फाइनाइट स्लोप भनिन्छ र फाइनाइट स्लोप भनेको तपाईको म्यानमेड स्लोपहरू भयो, जस्तै इम्ब्याङ्कमेन्टहरू, ड्यामहरू, यिनीहरूलाई फाइनाइट स्लोप भन्छ। इन्फाइनाइट स्लोप भनेको तपाईको नेचुरल स्लोपहरू भयो। र इन्फाइनाइट स्लोपमा के हुन्छ? जेनरली यसमा ट्रान्सलेसनल फेल्युर भन्छ। जस्तै यो फेल्युर सर्फेस हो नि, यो फेल्युर सर्फेस तपाईको रक जुन बेड सर्फेस हुन्छ त्योसँग प्यारलल हुन्छ। जसरी रक सर्फेस हुन्छ त्यही अनुसार फेल हुन्छ र त्यस्तो फेल्युर तपाईको ट्रान्सलेसनल फेल्युर भनिन्छ। र अर्को नेक्स्टमा जाम। नेक्स्टमा हाम्रो रहेछ कम्पाउन्ड फेल्युर। अब कम्पाउन्ड फेल्युर कतिखेर हुन्छ? दिस फेल्युर अकर्स जस्ट एस्केपिङ द बेस फेल्युर। बेस फेल्युर हुन लागेको तर नभइकन हुने फेल्युरलाई कम्पाउन्ड फेल्युर भन्छ। भनेपछि यसमा रोटेशनल फेल्युर त हुँदै हुन्छ र त्यसमा ट्रान्सलेसनल फेल्युर पनि हुन्छ। र कसरी हुन्छ भने यहाँसम्म तपाईको रोटेट हुँदै आयो र तल यहाँ के छ? रक लेयर अथवा स्ट्रङ सोइल लेयर छ भने यसले यसलाई एब्जर्ब गरिदियो र एब्जर्ब गरी यहाँ थोरै यति ठाउँमा यसले स्लाइड गर्यो, ट्रान्सलेट गर्यो र फेरि यहाँबाट रोटेट हुन थाल्यो। भने यसमा के छ? पहिला रोटेसन, त्यसपछि ट्रान्सलेसन, फेरि रोटेसन। भने यसमा दुईटै टाइप अफ फेल्युर छ नि त, रोटेसनल र ट्रान्सलेसनल। त्यही भएर यसलाई कम्पाउन्ड फेल्युर भन्छ। भनेपछि केबाट बच्ने रहेछ? बेस फेल्युर हुनबाट बचेको फेल्युरलाई कम्पाउन्ड फेल्युर भन्छ। र अर्को हुन्छ वेज फेल्युर। वेज फेल्युर भनेको यस्तो ट्रायङ्गुलर पोर्सन तपाईको स्लिप अप हुनु, ट्रायङ्गुलर फेल्युर सर्फेस बनाएर त्यस्तोलाई वेज फेल्युर भन्छ। र यही नै रहेछ हाम्रो चार टाइपको फेल्युर टाइप्स। थ्याङ्क यू।